चुनाव आयो है साथीहरू, चुनाव आयो। कोहीलाई के को चिन्ता, कोहीलाई के को चिन्ता, घर ज्वाइँलाई खानाकै चिन्ता भने जस्तो सारा संसारलाई वर्ल्ड कप लागिरहेको छ, हामीलाई भने चुनाव लागिरहेको छ। सो एन्ड्रिके रिकेल्मे भर्सेस पापा पेरेज है। बालेन र केपी ओलीको त के माहौल थियो र, यहाँ यो दुईजनाको यस्तो माहौल बनेको छ नि, दुईजनाले यस्तो गफ पेलिरहेको छ नि, यस्तो गफ पेलिरहेको छ नि, यिनीहरूको गफ सुन्दा त ओहो भयङ्करै होला जस्तो छ। यस्तो यस्तो कसम खाएको छन् नि, यस्तो गफ पेलेको छ नि दुईजनाले। एउटा भन्छ हाल्यान्डलाई ल्याउँछु, अनि फेरि अर्को टोली आएर भन्छ हामी रोड्री लिएर आउँछौँ, फेरि अर्को आएर भन्छ हामी बास्तोनी ल्याउँछौँ, अनि फेरि अर्कोले आएर भन्छ हामी इन्जो ल्याउँछौँ, फेरि अर्को भन्छ भिटिनिया ल्याउँछौँ। अरे बाबा कुन दिनबाट एउटाले भन्छ म पिआरसीलाई ल्याएर मड्रिडमा मर्ज गरिदिन्छु, अनि फेरि अर्को भन्छ म्यान सिटी ल्याएर रियल मड्रिडमा मर्ज गरिदिन्छु। अब यति सुन्दा बाँकी छ हामीले, यस्तो खतरा गफ पेलिरहेको छ नि बुढोहरूले। चुनाव चाहिँ कडै जाला जस्तो छ है, तर मलाई चाहिँ किन पापा पेरेजले नै जित्छ जस्तो लाग्छ, किनकि अब उही हो, घर धनी नै उही हो, अब जसरी हुन्छ पापा पेरेजले जित्छ होला। सो जसले जिते पनि रियल मड्रिडले जित्नु पऱ्यो, फुटबलले जित्नु पऱ्यो। हाल्ला मड्रिड इनादामास, जय रियल मड्रिड। तपाईँहरूलाई के लाग्छ, कसले जित्छ कमेन्ट गर्नु ल, कमेन्ट बक्समा कमेन्ट गर्नु होला।